दर्शकवृन्द, काल कहिलेकाहीँ यति भयानक भएर आइदिन्छ कि जसको कसैले कल्पना समेत गरेका हुँदैनन्। त्यस्तै भयो रोल्पाको सुनछारी गाउँपालिका वडा नम्बर 2 भित्री गाममा साउन 28 गते राति करिब 9 बजेको समयमा। मेरो पछाडि देखिरहेको त्यही गाउँ हो जहाँ एकै परिवारका 3 जना खाना खाएर आफ्नै घरमा बसिरहेको समयमा माथिबाट आएको पहिरोले 3 जनालाई लएर गयो। उनीहरूको शव भोलिपल्ट मात्रै भेटियो। अहिले यो गाउँमा सन्नाटा छाएको छ। तर त्यति मात्र होइन दर्शकवृन्द, यो गाउँमा बस्ने करिब 27 घर परिवार हुनुहुन्छ। उहाँहरूको अवस्था अहिले माथि जाउँ भिर छ, तल जाउँ खोला छ, पारी जाउँ खोला छ भएको छ। माथिबाट पहिरो जति बेला पनि खस्न सक्छ। 3 जनाको ज्यान त गइसक्यो। अब यो 27 घर परिवार नै पुरै जोखिममा छ। अनि तलबाट खोलाले कटान गरिरहेको छ। एकदमै हृदय विदारक दृश्य हामी तपाईहरूलाई यो ठाउँबाट देखाउँदैछौँ। चौतारी टिम यस घटनाको ग्राउन्ड रिपोर्टिङका लागि करिब 5 घण्टाको पैदल यात्रापछि यो ठाउँसम्म आइपुगेको छ र यो बस्ती अब स्थानीय सरकारले अथवा सङ्घीय सरकारले तुरुन्तै पहल गरेर यो बस्तीलाई कतै स्थानान्तरण गरिएन भने यो बस्ती जति बेला पनि पहिरोको चपेटामा पर्न सक्छ। तल एकदमै ठुलो खोला छ, माथिबाट पहिरो खस्यो, एउटा परिवारलाई त लगिसक्यो। एकै परिवारका 3 जनाले ज्यान गुमाइसके। अहिले पुरै गाउँ त्रासमय छ। शवहरू भर्खरै मात्र पोस्टमार्टम गरेर ल्याइएका छन्। आफन्तहरू बाहिरबाट आउँदै हुनुहुन्छ र उहाँहरू पनि कति बेला आइपुग्ने र दाह संस्कार हुने टुङ्गो छैन। कारण रोल्पाका विभिन्न स्थानहरूमा पहिरोले गर्दा सडक पूर्ण रूपमा अवरुद्ध छ। हामी पनि करिब 5-6 घण्टाको पैदल यात्रापछि मात्रै यहाँ पुगेका हौँ र पछिल्लो समय रोल्पा एकदमै पहिरोको जोखिममा परिरहेको छ। त्यसको 2 दिन पहिला, यो घटना हुनुभन्दा 2 दिन पहिला मात्रै रोल्पाको थबाङ गाउँपालिकामा पनि एउटा हृदय विदारक घटना घट्यो जहाँ 10 जनाको मृत्यु भएको पुष्टि भएको छ। 3 जना अझै बेपत्ता हुनुहुन्छ, 2 जना घाइते हुनुहुन्छ। त्यसतर्फ पनि अब हामी प्रस्थान गर्दैछौँ र त्यहाँको अवस्था पनि तपाईँहरूलाई जस्ताको त्यस्तै देखाउनेछौँ। अहिलेलाई रोल्पाको सुनछारी गाउँपालिका वडा नम्बर 2 को यो एकदम जोखिमपूर्ण बस्ती र अहिले शोकमा डुबेको बस्तीबाट यो विशेष रिपोर्ट। मान्छेलाई सुरक्षा चाहियो। मर्ने मान्छे मर्यो पनि अब जिउँदोलाई त अब चाहियो, रासबास त चाहियो। हाम्रो बाजेहरू त्यस्तै भयो के अरे। मेरो फु अब बित्नु भयो, पुसै चाहिँ बिचल्ली पर्नु भएछ। अब छोराटा छन् तर कहाँका छन् थाहा छैन। बिचल्लीमा पर्नु भयो। अब सरकारले त अब अलिअलि साटसपट्टा दिनु पर्यो नि। यस्तो अवस्थामा त दिनु पर्यो, अलिअलि साटसपट्टा सहयोग त दिनै पर्यो। तलबाट पनि तानिरहेछ, यताबाट पनि आला जोखिम छ। त्यो त हेर्नै पर्यो। त्यो लाइट, त्यो भित्रीवाला लाइट हातमा उचालेर छन् बरा। त्यो लासहरू निकाल्ने बेलामा त्यो लाइट बोलेकै थियो के। त्यो ढाका पनि खोलेकै छ। त्यो बुढोको अगाडिमा त्यो ढाका रगतको छ्याल थियो। त्यो हिजो उहाँहरू बसेर धागा बुनिरहेको अवस्थामा रहेछन् के। त्यो ढाका नै बुनिरहेछन्। 3 जना बसेर गफ गर्ने, उताको फुबु यताको फुबु, त्यहाँको बाजे, 3 जना बुढाबुढी बसेर बिचरा हातमा लाइट बोलिरहेको त्यो हातको लाइट निकाल्ने लास निकाल्ने बेलामा त्यो लाइट बोलेकै थियो के। त्यस्तै हातैमा थियो। के गर्ने, यस्तो भयो अचानकमा यस्तो घटनाहरू। तपाईँ कहाँ बस्नुहुन्छ? म त माथि माथि गुवाखोला पो। यहाँ त मेरो फुबु हो, मेरो माइती पर्छ के अरे। म माइती परेँ के अरे उहाँ फुबुको, यहाँ फुबुहरूको। त्यही भएर हिजो हामी बिहानै आएको छोरा मान्छेहरू कता बन्न कहाँ छन्। त्यहाँबाट हामी घरमा जति मान्छे थियौँ ती आइमाईहरू आइमको। त्यहाँबाट त्यो घटनाहरू देख्न आइमको के। उहाँहरूलाई निकाल्दाखेरि तपाईँ यही हुनुहुन्थ्यो? देखिएको के। कस्तो अवस्थामा हुनुहुन्थ्यो उहाँ? अवस्थामा यस्तै घोप्टो परे थिए यसरी। त्यहाँबाट घोप्टो परेर त्यो लाइट पनि बालेकै थियो परको फुबुले। यताको फुबु उस्तै कपालको छ्याल यस्तै त्यो घोप्टो पर्नु भएको थियो यतापट्टिको ठाउँमा। यहाँ चाहिँ त्यो बाजे हुनुहुन्थ्यो आफ्नो बुढो, पछि निस्केको त्यो बुढो त्यो बाजे। त्यही हो। अरू कुरा अब यस्तो अनासहरू हिजो खोलाकेर कि थाहै छैन त्यो कुराहरू। अब यो पहिरोले अहिले एउटा वितण्डा मचाएको छ। यसरी 3 जनाको एकै ठाउँमा चाहिँ प्राण चाहिँ लियो। तपाईँहरू दुःखमा हुनुहुन्छ, शोकमा हुनुहुन्छ। यो अवस्थामा तपाईँ के भन्नुहुन्छ? सरकार छ, यहाँ स्थानीय तहको प्रदेश सरकार छ, सङ्घ सरकार छ, यहाँका स्थानीय जनप्रतिनिधि यहाँ आउनुभयो कि नै? तपाईँहरूलाई सहयोग
गर्नु भएको छ कि छैन? नै त्यो सब अझैसम्म त थाहा छैन, तर हेर्न त हेरिरहेछन् के र। अब हेर्न त हेरिरहेछन्, अब तत्कालै अब यो अवस्थामा चाहिँ हेर्नु कुरो भएन। अब हेर्न त हेर्लान् के र, अब हेर्नु बाध्यता छ। यस्तो अवस्थामा अब अब नहेरेर के गर्ने, यस्तो अवस्थामा जो पनि मन खान्छ नि, सटुरको मन खान्छ बाबु हो। अब के गर्ने, हेर्नै पर्यो। त्यो चाहिँ अब सरकारले अब साथ सपोर्ट अब अलिकति दिनै पर्यो। अब अरू कुरा के गरौँ र, अब बाँचेको भरिले यी कुरा गर्ने के र। हाम्रो बाजेहरू त्यस्तै भयो के र। मेरो फु अब बित्नु भयो, त्यो पुसै चाहिँ बिचल्ली पर्नु भएछ। अब छोरा त छन्, तर कहाँ छन् थाहा छैन, बिचल्लीमा पर्नु भयो। मृतकहरू हुनुहुन्छ नि, उहाँ मृतकहरू मात्रै यो घरमा बस्नुहुन्थ्यो? यही बुढाबुढी मात्रै, परको पनि बुढाबुढी, यहाँको पनि बुढाबुढी मात्रै थियो। उहाँहरूका छोराछोरीहरू कहाँ हुनुहुन्छ? छोरीहरू यहाँको बिहे गरो, ऊको पनि एउटै छोरी बिहे गरो, छोरा एउटा छोरा जेठा छोरा चाहिँ बिहे गरेछ। उही छोरा अहिले यी हो त्यो छोरा। ऊ एउटा कान्छो छोरा चाहिँ खै कता जानुभयो त्यो थाहा छैन। यिनीतिर माग्छु कि कता छ त्यो थाहा छैन त्यो कुरा त। आज बुवा आमा बित्दा पनि छोराछोरीहरू यहाँ कतिपय हुनुहुन्न, कतिपय आउँदै हुनुहुन्छ। त्यो छोरी त आउँदै हुनुहुन्छ के अरे, उहाँको यहाँको पनि छोरीहरू आउँदै छ अरे के अरे। छोरा चाहिँ यहाँको त विदेश छ कि क्या हो है, आउनुहुन्छ होला के कुनै दिनमा त। तर चाहिँ अहिले तत्कालै यस्तो अवस्थामा कहाँ आओस् ऊ पनि। परको यहाँको दुईजना नै गइसक्यो, उहाँ गइसक्यो। त्यो ऊ पुसै चाहिँ हुनुहुन्छ, फुबु चाहिँ जानुभयो। अब यो घर पहिरोले पुरे सँगसँगै अब वृद्ध बुवा आमा मात्रै बस्नुहुन्थ्यो। अब यो घर त गयो, मान्छे पनि जानुभयो। अब यो घर उठ्ला भन्ने अथवा यहाँ आएर बस्दैला भन्ने कोही हुनुहुन्न। खै न त आलान के र छ न त छन् के र। आउने नआउने उनको हातको कुरो हो, आउलान् नि कि के हो हामीले थाहा छैन, यहाँ स्थानीयहरूले थाहा होला। तर के भन्नुहुन्छ सरकारलाई? अब सरकारले त अब अलिअलि साथ सपोर्ट दिनु पर्यो नि, यस्तो अवस्थामा त दिनु पर्यो। अलिअलि साथ सपोर्ट सहयोग त दिनै पर्यो। अब तलबाट पनि तानिरहेछ, यताबाट पनि आला जोखिम छ, त्यो त हेर्नै पर्यो। भनेको तपाईँको गाउँ नै जोखिममा छ? गाउँ नै जोखिम छ, तल पनि सबै तानिरहेछ कि तल पनि। त्यही भएर हो अब साथ सपोर्ट अब दिनै पर्यो अब सरकारले। अरू बाँकी अब मान्छेलाई सुरक्षा चाहियो। मर्ने मान्छे मरे पनि अब जिउँदोलाई त अब चाहियो, रासबास त चाहियो। म जन्मेको अब यत्रो 32 वर्ष भयो। अझसम्म उताको त्यो सानो खोला थियो, त्यो खोला त्यत्रो पनि भटिन। अनि यस्तो घटना पनि कहिले घटेको कि यता पुरै भिर छ, यतातिर खोला छ। यतातिर पहिले त जाली लगाएको थिएन, अहिले त पछाडि आएको सरकारले अलिअलि हेरेर जाली लगाइएको छ। अहिले चाहिँ यस्तो घटना अचानक घट्यो कि, यत्रो उमेर भयो है, 31-32 वर्ष भयो, अहिलेसम्म यस्तो भएन। अहिले चाहिँ यो गाउँ चाहिँ एकदमै जोखिम छ। उतादेखि पनि पहिरो गएको छ, माथिदेखि पनि आउला पुरै माथिको घर पनि अब कसरी सुरक्षित गर्ने, त्यहाँको बस्ती अब के गर्ने पर्ने हो। घरमा पनि मान्छे बस्नुहुन्छ? हजुर, एकजना ठुलो बा ठुलो मम्मी बस्नुहुन्छ। बुढाबुढी पनि त्यही बसिरहनु भएको छ? त्यही बसिराख्नु भएको छ। त्यही अस्ति त्यो घटना घटेको बेला म पनि होइन, माइती हो सर, यता माइती। उतादेखि म त्यो प्रहरी सरहरू लिएर आएको, उता बाटो सबै केही नै। अनि त्यतिखेर आउँदासम्म त्यहाँको ठुला बुवा र ठुलो मम्मी त्यही हुनुहुन्थ्यो। अनि पछि यताको भाइहरू गएर चाहिँ त्यो सामानहरू साइड गरिदिएर ठुलो बा र ठुलो मम्मीहरू चाहिँ उता तल सारिनु भएको छ। अहिले चाहिँ खाली नै छ। पहिले यो घटना घटेपछिसम्म त्यही हुनुहुन्थ्यो। अब यो निकै नै जोखिमपूर्ण स्थान छ, अहिले यो बस्ती नै जोखिममा छ। यो जोखिममा रहेको बस्तीलाई तपाईँले चाहिँ सरकारले के गरिदियोस् अथवा सरकारले के गरिदियो हुन्थ्यो भन्ने तपाईँहरूको भनाइ हो? सरकारले अलि सुरक्षित ठाउँमा चाहिँ सारिदियोस्, अलि सुरक्षित ठाउँमा राखिदिने। अनि पत्रकार सरहरू आउनुभएको छ, तपाईँहरूले पनि यसो देख्नु भएको छ सबै नै। यो घरको यो गाउँको जोखिम छ, हुन त सानो छ तर पनि अब पहिलेदेखि बस्दै आएको होइन, कहाँ जानेर
अनि यहाँ बस्दाको यस्तो घटना कहिले पनि घटेन तलदेखि खोलाले तान्थ्यो यसरी घटना चाहिँ कहिले घटेन के सर यो चाहिँ अचानक पहिले एउटा यहाँ तिन गर्थ्यो त्यतिखेर चाहिँ दिउँसो भएर त्यो मान्छेको छिटी त्यही भएन डनजनकोटा भयो नै उतिखेर एकजना उहाँ दाइको नै ऊ यहाँ तिन गर्थ्यो त्यो घर मात्रै टालिदियो अहिले ऊ उता पारी सारेको छ यो चाहिँ अचानक भयो सर यसरी त्यो मान्छे बसिरहेको बेलामा त्यो ठुलो उताको ठुलो मम्मी यहाँको ठुलो बुवा र ठुलो मम्मी यता बस्नु भएको रहेछ ठुलो बुवा यहाँ बस्नु भएको रहेछ परको ठुलो मम्मी यता अनि एउटा कुकुर पनि बाहिर के त्यो कुकुर चाहिँ बाहिर यसरी बसेर माथि हेरेको उस्तै नै त्यो उद्धार गर्ने बेला सुरुमा हामी त्यो सुरक्षाकर्मीहरूसँग लिएर म नै आएको सुरुमा हामी नै आएको अनि त्यो घटना भएको त्यो खोल्ने बेला चाहिँ उता सुरुमा कुकुर भेट्यो अनि त्यसपछि उताको ठुलो मम्मी यता भेट्नुभयो त्यहाँको चाहिँ हातमा लाइट बालेर अब घर जान लागेको त्यो अल्लो ढाको काट्दै हुनु रहेछ अनि त्यहाँ चाहिँ गाडामा राखेको अनि हातमा चाहिँ दाहिने दाब्री हातमा चाहिँ लाइट बालेकै के लाइट बालेकै त्यस्तै बस्नुभएको थियो अनि ठिक्क यहाँको यो ठुलो घरको बिचमा ठुलो काठो जान्छ के त्यो काठो चाहिँ ज्यामटो ढाडमा आएर चाहिँ त्यहाँ च्यापिङ भएर चाहिँ यता चाहिँ उयो यतातिर हाम्रो स्थानीय भाषामा खाटो भन्छौँ के अरे त्यो खाटोले पुरै त्यहाँ ठुलो बुवालाई च्यापेर यहाँ पुरा त्यो ठुलो बुवाले त्यो अल्लो काट्दै हुनु रहेछ अनि यहाँ चाहिँ धागो नै भएको यता फेरि यता धागो भएको हातमा चाहिँ त्यो खस्रे के त्यो चुरोट त्यो उतातिर खस्रे भन्छ के त्यो खस्रे भरेको पातमा बेरेर पुरा उचालेकै के त्यस्तै अवस्थामा भित्यो सर हातमै अब यो बस्तीमा कति घरधुरी छ घरधुरी 27 घरधुरी छ 27 घरधुरी हजुर कतिजना अनुमान यहाँ यो बस्तीमा बस्नुहुन्छ 27 मा अब प्राय युवा दाजुभाइ जति भाइहरू बस्नुहुन्छ यता त प्राय बुढा आमा बुढी आमा मात्रै बस्नुहुन्छ त्यही भएर यहाँको पनि जेठो छोरा पहिले नै बित्नुभयो जेठा छोरादेखि एउटा नाति हुनुहुन्छ अनि त्यो पनि बाहिर नै अनि कान्छो छोरा हुनुहुन्छ कान्छो छोरा चाहिँ ठुलो बुवा ठुलो मम्मीहरूसँग सम्पर्क भिन्के कता हुनुहुन्छ अनि कहाँ हुनुहुन्छ थाहै छैन त्यहाँ यता बिहे गर्नुभएको थियो अनि त्यहाँ बिहे गरेर छुटेदेखि अब त्यहाँ कता हुनुहुन्छ त्यो दाइ विदेश हुनुहुन्छ कि नेपालमा हुनुहुन्छ थाहा पनि छैन भाउजूहरू तल कहाँ चढाउँदा कि कता बस्छन् भन्नुहुन्छ के अरे अनि हामीलाई खासै थाहा पनि छैन र घरमा ठुलो बुवा र ठुलो मम्मीहरूसँग पनि कन्ट्याक्ट छैन यो भनेपछि 27 घरधुरी परिवारहरू कम्तीमा पनि 50-60 जनाको हाराहारीमा यो बस्तीमा बस्नुहुन्छ भनेर यकिन गर्न सकिन्छ अनुमान लगाउन 50-60 त बस्नुहुन्छ सानो सानो बच्चीहरू कोही त यतै बस्नुहुन्छ भाइ दाइहरू अनि धेरै जस्तो बुढाबुढी मात्रै अनि दाजुभाइहरू प्रायः जस्तो कोही खाडीतिर कोही मनाङ मुस्ताङतिर कमाउनै पर्यो 50-60 जना बसिरहेको बस्ती नै जोखिममा परिरहँदा तपाईँ यहाँबाट सरकारले के अनुरोध गर्न चाहनुहुन्छ सरकारले अब यस्तो जोखिम छ यस्तो जोखिममा अब अरू हेर्नै पर्यो अब यो चाहिँ यो गाउँको के गर्नुपर्छ अब कता सुरक्षित ठाउँमा कहाँ राखिदिने हो कतातिर राखेपछि सुरक्षित हुन्छ यहाँको बस्ती नै साह्रो नपऱ्यो यहाँको मान्छेहरूलाई चाहिँ सुरक्षित ठाउँमा राखिदिने व्यवस्था गरे अझै राम्रो हुन्थ्यो